हेलो एन्ड नमस्ते एभ्रिवान है म चाहिँ आजबाट भ्लग स्टार्ट गरेर भ्लग चाहिँ किन स्टार्ट गरेर भनेपछि कस्तो दामी दामी भ्यूहरू छ क्या। म यता चाहिँ आइरहेको हुन्थेँ प्रायः जस्तो मर्निङ वाक गर्न। अनि त्यसपछि अब चाहिँ टक्क भिडियो सिडियो बनाएर देखाउनुपर्छ भन्ने टाइपको लाग्यो कि। त्यसपछि अब चाहिँ आजबाट चाहिँ भिडियो बनाइदिएर त्यो गाइज। अनि अब चाहिँ म जाने भनेको यो यता यो गाउँ देखिरहेको छ नि, यता जाने हो क्या। दामी दामी भ्यूहरू छ क्या यता यो साइड। टक्क यता देखाउँछु हजुरहरूलाई होइन। दामी दामी कस्तो दामी दामी मिठो मिठो क्या। अनि कस्तो देखाउने मन लाग्यो क्या मलाई। अनि त्यही भएर अब चाहिँ म मर्निङ वाक निस्केको बिस्तारै है मर्निङ वाक गर्दै टक्क ठाउँहरू देखाउँदै हजुरहरूलाई ल है। हेर्न सक्नुहुन्छ हजुरहरू सबैले बाटो पनि कस्तो चिल्लो कस्तो दामी है। टक्क यो चाहिँ के अरे अङ्गुरबारी, यो चाहिँ अङ्गुरबारी। अनि यतापट्टि चाहिँ एउटा अर्को गाउँ नि छ, यो गाउँ टक्क यतापट्टि। त्यही हो अब यस्तै बिस्तारै यता हुँदै यस्तै हुँदै तलबाट यताबाट यो मेरो पुरानो गल्लीबाट हजुरलाई नयाँ नयाँ ठाउँ देखाउँदै जानेछु है आज। त्यही हो म चाहिँ यता पुगेको है। यता माथिबाट चाहिँ आएको म मर्निङ वाक गर्दै यो बाटो हुँदै। अनि त्यसपछि टक्क अब योबाट जाने दामी दामी भ्यूहरू देखाउँछु हजुरलाई। त्यही हो हेर्दै गर्नु होला, माया गर्नु होला। त्यही अरू के भन्नु, म यही हो फर्स्ट भ्लग बनाएर कस्तो अर्कै फिल हुने रहेछ क्या। कस्तो अब यस्तो हुन्छ नि त, पहिला अब केही नगर्ने कस्तो बोल्न पनि लजाउने, अनि आजभोलि चाहिँ कस्तो क्या मनैबाट आएको के भ्लग बनाउनुपर्छ भन्ने टाइपको के। अनि कस्तो बोल्न त आउन, त्यो पनि अब त्यही हो जे खिच्यो त्यही हाल्ने हो है र एकदम। त्यही हो गाइज। ठाउँ त दामी नै हो क्या। सक्नुहुन्छ हेर्न सक्नुहुन्छ है गाइज, दामी भ्यू। अब यो बाटो चाहिँ म सधैँ मर्निङ वाक आइरहेको हुन्छु। कस्तो दामी छ क्या बाटो। अनि त्यही बाटो देखाऊँ भनेर आइदिँदा टक्क अब आफूलाई आफ्नो थोरै के देखाउनु है, देखिरहे हेरिरहे। म त अब ठाउँ देखाउन पा भिडियो बनाएर कस्तो मेमोरी बनाउन पो भिडियोहरू देखेर है। त्यही हो म मर्निङ आइरहेको हुन्थेँ, दामी दामी भ्यूहरू छ क्या यता। अनि त्यही देखाऊँ भनेर हो, अरू त अब के भनौँ है। अनि अर्को लाइफ टाइम एउटा मेमोरी पनि भयो नि त, त्यही भएर नि भिडियो बनाइरहे। त्यही हो दामी ठाउँ छ। यहाँ चाहिँ म चाहिँ उताबाट आएको है यो साइड। अनि अब चाहिँ यता गइदिएर यहाँ चाहिँ लास्ट हिलो रहेछ। अनि त्यसपछि यो गल्ली चाहिँ दामी ठाउँ छ क्या यता। कस्तो भने चाहिँ बनाउन, त्यही भएर एउटा भिडियो बनाइदिँदा त्यो देख्नु सक्नुहुन्छ यस्तो दामी भ्यू छ यो गल्ली गर्दै टक्क है। कस्तो आँखालेदेखि झन् कस्तो रमाइलो रमाइलो लाग्ने कि। म चाहिँ मर्निङ वाकमा कस्तो ठाउँमा आउँछु भन्दाखेरि हेर्न सक्नुहुन्छ हजुरले टक्क दामी क्या गल्ली हुँदै रोड हुँदै टक्क दामी। यहाँबाट मेरो बस्ने ठाउँ चाहिँ त्यही हो लगभग 3-4 किलोमिटर नै होला है। 3-4 किलोमिटर त्यहाँबाट यहाँ त्यति टाढा नि होइन है। 3-4 किलोमिटर भनेपछि कस्तो दामी भ्यूहरू छ नि है। हेर्न सक्नुहुन्छ। यस लेट्स गो। त्यही हो के बनाऊ भनेपछि अब के भन्नु छ र यार, कस्तो दामी क्या। मलाई कस्तो आफै रमाइलो क्या, यत्तिकै नि रमाइलो ठाउँ रमाइलो छ नि त है। अनि यत्तिकै नि रमाइलो लाग्ने क्या। लेट्स गो। मर्निङ वाक रमाइलो मर्निङ वाक। म आएको चाहिँ यता माथिबाट आएको है, यताबाट तल हुँदै अनि यो गल्ली हुँदै टक्क अनि यहाँ रोड हुँदै यता चाहिँ दामी पहाड छ क्या यो साइड।
कस्तो मिठो म उतासम्म नि पुगेको छु उताको चाहिँ भिडियो बनाउन पाएन कि अस्ति अब चाहिँ भिडियो बनाउनुपर्छ भनेर अनि आजबाट चाहिँ भिडियो उताको दामी भ्यूहरू छ क्या टक्क अनि आएर कस्तो टपमा जस्तो लाग्छ क्या यता माथि चाहिँ खेतहरू कस्तो दामी मिठो अनि यता चाहिँ मन्याकमा आएर कुकुरसँगै अनि यता चाहिँ जङ्गल हुन्छ नि एउटा ओ फ्राउ नाइस प्लेस फ्रम फ्रान्स है यता हेर्नु सक्नुहुन्छ टक्क कस्तो बादलले चाहिँ क्या है पुरै पाहाडलाई अब म चाहिँ यताबाट तल गइरह तलबाट चाहिँ दामी भ्यूहरू छ नि अब देखाउँछु हजुरलाई त्यही हो हेर्न सक्नुहुन्छ गाइज होला फेरि हुन्छ नि एउटा भिडियो बनाएर टक्क चट्ट त्यही हो अनि यताबाट यो पनि कस्तो दामी क्या हेर्न सक्नुहुन्छ वाउ टक्क यस्तोमा चट्ट है त्यही हो मोर्निङ गर्ने कि भिडियो बनाउने भयो त्यस्तो पो हो त मोर्निङ गर्ने कि दौड्ने कि है भिडियो बनाउने दुइटै गरेर कस्तो भने चाहिँ म दौड्दै अनि फेरि रोकिँदै जाली राम्रो भ्यूहरू छ टक्क दामी छ नि एउटा सिनहरू अब त्यो चाहिँ प्रोभाइड गरेर हजुरहरूलाई त्यही हो टक्क हुन्छ नि अब यो रोड पनि यो दामी छ क्या कस्तो दामी मिठो यो साइडबाट टक्क अनि यो साइडबाट कस्तो दामी लाग्ने क्या बाटोहरू भयो नयाँ ठाउँ अब त्यही त हो नि नयाँ ठाउँ नयाँ गाउँ नयाँ मान्छेहरू सबै नयाँ कल्चर भयो एभ्रिथिङ इज नयाँ है यता चाहिँ अनि कस्तो नयाँ भने चाहिँ कस्तो रमाइलो एक्साइटेड हुने है त्यही भएर नि मैले भ्लग स्टार्ट गरिदिँदा त्यही हो गाइस हेर्न सक्नुहुन्छ आई लभ दिस प्लेस ब्रो यतापट्टि चाहिँ के छ ग्राउन्ड टाइपको के रहेछ यता पुरै यस्तो हो है अब मोर्निङ गर्दै लाइक कति 5-6 किलोमिटर टाढा है मेरो त्यहाँबाट यहाँ आउनु चाहिँ 4-5 किलोमिटर 5-6 किलोमिटर त्यस्तै लाग्छ दामी भ्यूहरू छ नि है यस्तो अब यता थोरै अगाडि यताबाट ऊ त्यो गेट जस्तो देखिरहेको छ नि त्यहाँबाट अलिकता माथिको भ्यू झन् दामी छ क्या कस्तो मिठो भ्यू छ क्या त्यहाँबाट माथि अनि अब त्यो चाहिँ देखाउँछु हजुरलाई म है मेरो मोबाइलमा ब्याट्री पनि सकिरहेको रहेछ 18-19% सकिहाल्छ होला भिडियो बनाइदिए झन्नै खाने रहेछ ल गाइस यहाँबाट चाहिँ दामी भ्यू देखाउन गइरहेँ है म चाहिँ यो चाहिँ यस्तो त्यो पल्लो गाउँमा चाहिँ यो टाइपको सिन रहेछ कि अनि यहाँ बोर्ड टाँसेको रहेछ दामी भ्यूहरू रहेछ कि यस्तो होला हुन्छ नि अनि योवाला चाहिँ म दामी लागेको थियो योवाला चाहिँ टक्क पाहाडको बिचमा कस्तो दामी कुहिरो लागेर त्यही हो अब चाहिँ यहाँबाट थोरै 1 मिनटबाट दामी भ्यूहरू देखाउँछु है म हेर्न सक्नुहुन्छ कस्तो दामी भ्यूहरू छ है लेट्स गो 1 2 3 4 यो पनि छ त्यहाँ दामी छ यो चाहिँ के को लागि गेट राख्यो भनेर कस्तो मिठो क्या ओपन क्लोज होला यसपछि चाहिँ दामी भ्यूहरू छ भन्ने टाइपको जस्तो हेर्न सक्नुहुन्छ गाइस अब यो दामी भ्यू छैन त यहाँ यो पहाड चाहिँ मलाई चढ्ने मन थियो यार यस्तो दामी छ क्या टक्क यो घर नि यता साइडमा दामी है यस्तो छ ल हेर्न सक्नुहुन्छ म कहाँ आएर आउँछु मोर्निङ वाक गर्न कस्तो ठाउँमा आएर आउने टक्क है मेरो मोर्निङ वाक सधैँ आउने चाहिँ यही रोड हो क्या टक्क हेर्न सक्नुहुन्छ यतै आएर हुन्थेँ अनि यही सिनहरू देखेर यही देखेर क्या अनि कस्तो भिडियो बनाउन देखाउन भन्ने लाग्यो क्या टक्क हेर्न सक्नुहुन्छ यस्तो दामी कस्तो दामी क्या अब के कसरी गर्ने भन्ने लाग्यो कि
टक्क उताबाट चाहिँ आएकोमा कस्तो रमाइलो नै छुट्यो क्या यस्तो ठाउँमा टक्क बिहान बिहान हुन्छ नि एउटा एक खालको एउटा भाइब नै अलगै हुने क्या यता त्यही हो गाइस यही देखाउनलाई चाहिँ म आज भिडियो बनाइरहेको थिएँ मेरो मोबाइलमा ब्याट्री नै रहेछ अनि यहाँदेखि उता चाहिँ म अर्को दिन देखाउने छु हजुरलाई यस्तो अब सधैँ भिडियो बनाउन सकिन्न कस्तो भने चाहिँ हप्तामा मेरो 5 दिन चाहिँ काम हुन्छ 2 दिन चाहिँ छुट्टी त्यो 2 दिनको छुट्टी मिलाएर चाहिँ आइरहेको हुन्छु म यता यता भन्नाले अब मर्निङ वाक यता हुन्छ नि आइरहेको हुन्छु यता दौड्न सर्न त्यही अब यहाँसम्म चाहिँ देखाइयो यहाँ पछिको सिन चाहिँ म अर्को दिन देखाउने छु हजुरलाई है अर्को दिन आएको बेला उता धेरै टाढा हुन्छ उता त के जानु है त्यही देख्न सक्नुहुन्छ यही हो त्यही हो सबैले माया गरिदिनु होला लाइक कमेन्ट सेयर एभ्रिथिङ जे हुन्छ सब गर्नु होला त्यही हो ल बाई बाई गाइज बाई बाई सी यू